Assalamualaikum and namaste everyone. Hope you all guys are doing well and I am also fine. Alhamdulillah. आज म छु यहाँ कता होला गाइस गेस गरौँ त पिपल छु गाइस अनि हामी अब सब मिलेर चाहिँ यसो तल बजारतिर जाँदैछौँ सो किप वाचिङ है के गर्छौँ हामी जस्ट नर्मल वाकिङ अनि नर्मल आउटिङ हो हाम्रो चाहिँ खास मेरो आइफोनको चार्ज सकेर यस्तै यसको लागि हामीले अक्सिजन बोकेर हजुर पसल लाउनु भयो अरू बेलामा त होइन कहिलेकाहीँ यसो आएको बेलामा सँगै जाम भनेर पसल बन्द गरिदिनु भने गाइस यसो अलोडे यो सानी वान चट्ट रेडी भएर आइपुगे यल्ला क्यार्न मतलब एक सेकेन्डमा रेडी गर्नु न रेडी गर्नु कतिजना आउँदैछ कता जानको पछि त एकछिनमा त्यहाँ आमाको सिक्री देखाउनु न अलि यता 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 अलि त आउनु यता पुनः कति तोलाको सिक्री आमा 3 तोलाको ठिक छ 3 तोलाको के दिदी हामी गयौँ गाइस आज हाम्रो गाउँमा बिहा पनि छ के अनि हामी बिहा पनि यसो हेरेर आउँछौँ औषधीय भिटामिन खानु लाग्यो है पहिले बाटोमा मजा लाग्यो घरमा लाउने फुर्सद जिन्दगी कस्तो छ यस्तो छ हाम्रो कति न हामी भिआइपी गेस्ट जस्तो कि है हामी पुरै सेटमा छौँ कमाइसके जे लिन्छौँ हामी घरबाटै बोकेर हिँड्छौँ हामीलाई बाहिर केही चाहिँदैन अनि यो चेन त लगाउनु हो अब फेरि हात्ती देख्यो भने टुक्लुक्क हरियो हरियो हात्ती देख्यो भने बर्बाद हुन्छ मेरो पुरै युट्युब फ्यानहरूले मेरो भिडियो हेर्न छोडिसक्यो होला नि किनकि मैले आजकल भिडियोहरू खासै अपलोड गरेँ होइन अब काम गर्न थालेको धेरै व्यस्त हुन थालेँ अलिअलि क्लिप बनाउँदै यो हाम्रो इभरग्रिन बाटो हो उतो के भन्छ त्यो क्लाउडले छोपेको उतापट्टि चाहिँ कत्रो ठुलो हिमाल छ गाइस त्यो हटेपछि म भोलि देखाउन तिमीहरूलाई हामी बजारमा आइपुग्यो त्यहाँ कोही चिया चिनिया जस्तो मान्छे देखियो अलिक आज अनि फुपा आउँछ भने थाहा थिएन त अलिक किन्न आउँछ नि दल्दै ठोकर खेलेर बस्यो हौ आमा फुपूको नयाँ उसमा के बनायो त्यस्तो पनि त ए यिनीहरू त कुमाल भएर बसेछ के भाँडाकुँडा बनायो कुमालेहरू भन्नु पर्यो कुमाल्नी त त्यसै भनेर हिँड्छ आमाले कुमाल्नी भन्थे लास्टमा कुमाल्नीकै काम गरिदिए कहिले भनेर हाम्रो नानीलाई म त भन्छु मैले भन्न पाउँदिनँ त नानी मैले के खानेकुरा ल्याएको छु नपाएर म त मान्छे कता गयो होला मम्मी नमस्कार सन्चै हुनुहुन्छ राम पिपल बजार हो गाइस ए भाउजूको माइत हो सम्धिनी यो पसल धान्न सक्ने रहेछ भाउ सलामकुम वालेकुम सलाम सन्चै छस् पसल खोलेर बस्न सक्छस् सामान बेच्न आउँछु आउँछौँ तँ जान्ला
यो मेरो गाउँ आमपिपल बजार ठुलाइको घर हो कति रुपियाँ किलो भाउजू 150 त वहीँ पाइन्छ काठमाडौँमा झन् गाउँमा महँगो हो घरमा सुन्नु न म सबलाई गफ लाउँदै 100 रुपियाँ किलो पाइन्छ उहाँ त बोटबाटै टिप्नु पाइन्छ भन्दै आएको छु त्यही भएर 2 किलो 3 किलो ल्याइदेऊ भने मलाई अनि अहिले यहाँ 150 रुपियाँ किलो भएपछि त के छ आन्टी हालखबर ठिक छ म चिन्नु हो नि के भन्ने अब छोरी चिन्दैन त आमा त के चिन्ने होइन अब छोरी बच्चाको मलाई चिन्न म धेरै भन्नु चिनिन कि भनेको म धेरै भन्नु आएको यता त्यही भएर नि म चिनिन कि अब त मैले आँख बुढी भयो आँखा चिन्दैन कि राकेसी कहाँ छ नि राकेसी जन्तिका हामी कहाँ लारे बिहाको घरमा जानु लाग्यो ऊ त्यहाँ बिहाको घर छ यो चौतारा पछाडिको पनि हाम्रै घर हो दाइको घर हो चाहिँ यो मेन बजार पिपल बजार यो चाहिँ मेरो दिदीको घर हो यहाँ मिया किराना एन्ड कस्मेटिक पसल गाइज सब मेरो खानदान हुन् आदि आम पिपल त हाम्रै खानदानले पर्यो ल यहाँ पनि पसलले पसल छ गाइज ल दिदी के छ दिदी हालखबर दिदी सलामलेकुम के हो त नि मेरो भिडियो ए त्यस्तो देखाउने चलन छैन बल्ल दिनकै आउनु पाएको यस्तो एउटा कस्तो बिहाको अकेजनमा आइपुग्यो हामी चाहिँ यहाँ खासमा हाम्रो घर हो यो अहिले भाडामा छ सबै वालेकुम सलाम सन्देश सलामलेकुम म त कति वर्षपछि आएँ नि अब मोटाउनु पर्यो नि सन्देश बाबु त नाचेर ए ऊ त नाच्छ नि सन्चै हुनुहुन्छ सन्चै छु आन्टी सन्चै हुनुहुन्छ के उता गएर नुहाइ हेरेर यस्तो नाच्ने अलिअलि मोटायो हेर न अप्सरा जस्तै मान्छे के गर्ने र के छ गोमा दिदी नमस्ते सानिमा नमस्कार भन्नु दिदी कति बस्यो पनि नाच्छु भनेको खोइ किन गाइदिएन नबिलेबाट हेर सबैजना सन्चै हुनुहुन्छ नाचिनु होला नि फेरि हाम्रो आमा त अगाडि नै गएर बसेर नाचेन सासु आमा हेरौँ है त गाई सासु आमा गएका सासु आमा हेर्नु पठायो है यो बिहाको नाच्नुलाई म नियम त नगर्नु भएको पाउनु पाउनु ठुलोमा आएपछि दुईटा दिनेश पार्वती यो कान्छ एक दिवासेर अनि सोनिसा हेप्पी म्यारिड लाइफ है अब भेटेर दिन पाइन्छ पाइँदैन किनकि म गएँ यतै मेरो साथी सुस्मिताको मम्मी
ल्याउ सक्यो सक्यो ल गाइस हामी अब फर्किन लाग्यो हामी यहाँ रमाइलो छ अब हामी जान्छौँ दिदीकोमा जे खान्छौँ अनि जान्छौँ चिसो बढिसक्यो यहाँबाट कस्तो राम्रो राम्रो भ्युज देखिन्छ मेरो नाति हो क्या अरे है ओ आइसमा मेरो नाति होइन त यो मेरो नाति आज म हजुरआमा भइसक्यो भाइ मेरो नाति आऊ 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 हजुरआमाको हाकाउ आऊ फोटो खिचिदिन्छु म यो हाम्रो गुमा दिदीको होटल हो महिमा होटल कोही आम पिपल घुम्न आउनुभयो भने यहाँ आउनु है दिदीको घरमा बस्न खाना एकदम राम्रो सुविधा छ मिठो पकाउनुहुन्छ दाइले किचन सर सन्चै हुनुहुन्छ एकदम ठिक हुनुहुन्छ नि एकदम ठिक ल यता नि भेटघाट गर्दै हिँड्नु पर्यो सन्चै हुनुहुन्छ हिँड्नु बिहा सकिन गएको भन्ने हो कि यहाँ त कोही छैन जस्तो छ त विष्णु दिदी विष्णु दिदी विष्णु दिदी हेर म झन् भेट्न आएको कोही रहेछ माथि जान्छु गाइस यहाँबाट अलिकति देखाउँछु है त म यहाँ पहिला यस्तो थिएन पुरै बाटो यो घर पनि पहिला यस्तो थिएन है पुरानो खालको थियो हामी यहाँ खेल्थ्यौँ आँगनमा यहाँ तल तल हामी कति हिँड्थ्यौँ कि यो घर पनि थिएन ठुलो बारी थियो अनि त्यहाँदेखि तलपट्टि चाहिँ एउटा त्यो मिनीको घर थियो जान पनि डर लाग्ने खालको त्यो बासा चाहिँ यो मेरो गाउँको सब हो विष्णु दिदी विष्णु दिदी कहाँ हो किनभने घर बन्द गरेर जानु भयो जन्म भेट्न आएको त विष्णु दिदी चाहिँ मुसी भन्छौँ हामी चाहिँ कान्छी पनि भन्छौँ उहाँको मम्मी हो कि खासमा खै को पो हो खै को पो आजै आएको के लाग्नु भएको ए ल ल अब हामी अन्धकार भयो बाटो तताएर जान लाग्छौँ यहाँ केही नदेखिनु रहेछ कसरी हिँड्ने ओहो यस्तो पुरै मुरकुट्टा जस्तो देखिने रहेछ